The wind hums songs. हेलो गाइज गुड मर्निङ एभ्रिवान। अघि नै हामीले गरिसकेका छौँ। अब आस्ती पनि तयारी हुने अवस्थामा छ, म पनि तयारी हुने अवस्थामा छु। ज्योति एकदम अघिदेखि अहिले हेरेर भ्याएकी छैन। हाम्रो अर्को विशेष तपाईँको चाहिँ मोडल अफ द डेलाई पनि म देखाउँछु अहिले। टेन्सन नलिनु मेरो लट्स अफ मेहनत पछिको मेहनत भनेको केटीहरूको तपाईँहरूलाई थाहा छ होला नि त, मेकअपको मेहनत है। अब हिँड्ने बेला भयो, मालदा जाने भनेर हिँड्ने बेला भयो, यत्तिकै छ। अब घुम्न जाने नजाने भन्दा पनि मालदा घुम्न जान लगाएको बेला यस्तो गर्न मिल्छ? कति रुवा के भने के अब यति कराकरै उसलाई बोकेर अब हिँड्ने बेला हुन लागिसक्यो। चुप छुट्छ, फेरि ट्रेन छुट्छ। उसलाई कता चिन्ता छैन, यही हो। धन्यवाद मेरो भाइ, तिमी थियौ र आज हामीलाई चाहिँ शुभयात्रा भन्ने भाइ ल्यायो त शुभ होस्। बोले न ओ आस्वी आहा हेलो अब सबैको भ्लगमा हेलो गाइज सुनिरहन्छ। अब हेलो गाइज साइज धेरै नभनौँ, हेलो सबैजनालाई। अब चाहिँ हामी माल्टाको लागि अगाडि बढिसकेका छौँ एन्ड द ट्रिप स्टार्ट्स हियर। अब हाम्रो चाहिँ लगभग के छ भन्दाखेरि अब म चाहिँ हाम्रो अवस्थालाई म देखाउँछु है। हाम्रो केटीहरूमा पुरा चाहिँ सुटकेस बोकेर हिँडिसकेका छन्। अरू रेस्ट अफ 3 दिपा, पूजा एन्ड सन्तोष दिदी चाहिँ आफ्नो ठाउँबाट चाहिँ अब आउने छन्। हामी चाहिँ लगभग केही नभए पनि आधी घन्टा अगाडि घरबाट निस्किसकेका छौँ। बिकज अफ सी एन्ड सी डोन्ट वान्ट टु मुभ फास्ट बिकज सी इज फिलिङ स्लिपी। बहिनीको सुत्ने टाइम भइसकेको छ। बहिनी एकदम रोइरहेकी थिए। आस्वी हाई। आज बहिनीको मुडै छैन। आजको वेदर पनि एकदम राम्रो छ। अब उनीहरूको भागमा चाहिँ सुटकेस परेको छ, मेरो भागमा चाहिँ मेरो बहिनी, मेरो प्यारी, मेरो छोरी परेकी छिन्। एन्ड आई एम ग्लाड एट दिस। स्टे ट्युन गाइज। हामीले दिपालाई वेट गरिरहेछौँ। आई होप दिपा चाहिँ आउँछ होला। अब कुरिरहेको छ दिपा। प्लिज लेफ्ट हेलो फाइनली हाम्रो चुक पनि आइसकेको छ। दिपा एन्ड द टिम, पूजा स्याङटाङ इज अल्सो देयर। आस्मीलाई मठै छ। राम्रो आइरहेको छ यस। एन्ड हाम्रो 4th member of the group, Pooja Sangtang is also there. And 4th film होला म 6 भइसक्यो फिल्म मिटिने आस्मिनी चाहिँ त गर्दै Außerdem besteht noch Anschluss an die S2 Richtung Erding. ल फाइनली गाइस अब हामी चाहिँ लुफ्थान्साको मेलुन्सेनियनको आइसकेका छौँ। पुरै चाहिँ अनुहारमा एकदम हाँसो छ। म चाहिँ किन भागेन बोकेर हिँडिरहेको छु। एन्ड भगन लिएर म छिर्छु बिस्तारै। ल वाउ, यहाँ पनि दामी आउँदैछ। गाइजहरू चाहिँ यस्तो चाहिँ मोडमा छन्। धेरै पछि भ्लग बना भएर होला अलिकति कस्तो कन्फिडेन्सै नजस्तो भइरहेको छ। पूजा मेरो भ्लग बनाइदिन्छु भनेर एकदम चाहिँ एक्साइटेड थिएँ। अब
मेरो नि बन्छ, डोन्ट वरी, मेरो नि बन्छ। ए गुड। गाइजहरू सबै पछाडि छन्, यिनीहरू हो मेरो टिम। म पनि आइरहेको छु, म आएको छैन भनेर चिन्ता व्यक्त गर्नु पर्दैन है। अब जाने कहाँ हो, जाने कतापट्टि हो हामी जाने? अब चाहिँ अब हामी दिदीलाई यहाँ कुर्छौँ एकछिन। अब हामी के कुर्छौँ कि केही खान्छौँ कि के गर्छौँ अब? दिदी कहाँ हो? दिदी लुफ्थान्साको सर्भिस सेन्टरमा कहाँ छ भन्दै छ। अब पूजा र म चाहिँ अब यस्तो एकछिन चाहिँ बन्दोबस्त, हामी बन्दोबस्त टिममा छौँ आज। एकदम अब म्याकडोनल्ड्समा गएर चाहिँ अब हामी केही खानेकुरा किन्छौँ। त्यसपछि म्याकडोनल्ड्सले हामीलाई के कुरा दिन्छ हेरौँ। रेस्टुरेन्ट गर्नलाई कताबाट हो? अब चाहिँ हामी म्याकडोनल्ड्सभित्र गएर चाहिँ यसो केही किन्छौँ अब पेट पूजा गरेर। अनि त्यसपछि हामी जान्छौँ कहाँ त? वी आर हेडिङ टुवर्ड्स माल्टा। फाइनली अब चाहिँ मिस चन्द्रश्री राउतलाई पनि हामीले चाहिँ फाइन्ड आउट गरिसकेका छौँ। हेलो गाइज। एकछिन कस्तो स्ट्रेस जस्तो भयो यहाँ बोर्डिङमा। कसैलाई कता गर्दाखेरि कस्तो नजाने जस्तो। जर्मनी भाषाले मेरो इङ्ग्लिस पुरै चाहिँ खतम बनाइसकेको रहेछ भन्ने कुरा यहाँ थाहा भयो। उनीहरूले बोले बुझिन्छ, आफूले बोल्दाखेरि कता के कहिले जर्मनी आउने, कहिले इङ्ग्लिस आउने, कहिले आउँदैन आउने, के हो यो। अब त्यसैले अब हामी चाहिँ एकदम गेटतिर जाँदैछौँ। गाइजहरू यहाँ एकदम आनाकेनुन गर्दैछन्, के हो कसो हो हेरौँ बुझौँ। अनि त्यसपछि निस्क्यौँ है त गाइज। स्टे ट्युन। जिन्दगीमा एउटा रोलेक्स चाहिँ जिन्दगीमा चाहिँ लाउन पर्ने हो। एउटा रोलेक्स। अब चाहिँ अहिले हामी दोस्टानको चाहिँ के अरे ड्युटी फ्रीमा आइसकेका छौँ। यो चाहिँ BMW को चाहिँ नयाँ मोडल के हो? सबै कुरा फोटोले मेन्सन गर्दैन नि त अब यहाँ। सबै कुरा फोटोले। यस्तो खासमा यो एउटा घडी किन्दैन भनेर दिदीलाई भनेको। यसको रेट हेरेर दिदी बिहोस्। अब चाहिँ यहाँ औडीको नयाँ भर्सन इलेक्ट्रोन सिटी यस्तो बवाल छ। डोन्ट टच बेबी। कति पैसाको होला? आई विश यु कुड। रोलेक्सको घडी जिन्दगीमा एकचोटि लाउने चाहिँ रहर छ मलाई। अब मैले कहिले एफोर्ड गर्न सक्छु भन्ने मात्रै हो। ट्याक्क रोलेक्सको घडी लाएर चट्टा फेरि ओरिजिनलै है। फेरि प्राइस त हेर्नै पर्दैन नि। एक पाइले पनि नहिँड्ने हो यस्तो अल्छीको पोकोहरू यिनीहरू। यो चाहिँ खासमा यसो सर्फ अगाडि सर्छ। उनीहरू चाहिँ एकै ठाउँमा बसिरहेको थियो। खाना भएर क्या खासमा यिनीहरू केही नि होइन। हामी हरायो नि, तिमीहरू चाहिँ अगाडि गएको क्या। म वहाँ रोलेक्सभित्र गएको थिएँ क्या, रोलेक्स हेरेर मैले अघि रोलेक्सको प्राइस हेर्न गएको। पुरै रोलेक्सको प्राइस देखेर आई एम टोटली सक्ड। रोलेक्सको घडी नै किन्ने हो भने अहिले पनि नसकिने त होइन। तर यो रोलेक्सको घडी लगाइसकेपछि एन्ड देन वाट इनर पिस इज इम्पोर्टेन्ट। अब यसो केही खाउँ न त भन्ने कुरा हो। अब महँगो भए पनि खानु पऱ्यो, नखाने कुरै छैन। खाने हो प्लिज द्याट्स। यसो हेर्दाखेरि खाना योग्य त उयो के अरे ऱ्याप्सै ठिक लाग्यो हेर्दाखेरि चाहिँ। एक दिन यसरी नै एउटा प्लेन चढेर मलाई मेरो देश नेपाल जान मन छ। त्यो दिन चाँडै आओस् भगवान्। आज तर म माल्टा जाँदैछु। हेलो आस्वी, हाउ आर यु? वेयर आर यु गोइङ नाउ? प्लिज एन्सर मी बेबी। तिमीलाई हो त्यो, तिमीलाई हो।
तपाईँहरूको सिट नम्बर कति कति हो? मैले हेर्दै हेर्नु रस रस भयो हेर्नै भयो पूजा र मेरो देव अब चाहिँ हामी मालदा घुम्न जाँदैछौँ यो मान्छेसँग यो मान्छेले हामीलाई दिमाग खराब गरेछ कि कराई गर्छ छिच्चै गर्छ रोइ गर्छ हैरान गर्छ अब चाहिँ आसपी यत्तिकै गरेर चाहिँ जति थकित भइसकेको छ त्यस्तो छ अवस्था हाम्रो अनि अब दिदी यहाँ छ अस यहाँ छ गाइड्सहरू यहाँ छन् हामी चिकनमा छौँ रमाइलो भइरहेको छ यहाँनिर Finally guys, अब यो माल्दा एयरलाइन्सबाट हामी आइसकेका छौँ एन्ड द गाइस आर हियर र सँगै चाहिँ पूजा अनि त्यसपछि दिदी हेलो माल्टा गुड हेलो गाइस अब हामी माल्टा एयरपोर्टमा अब ब्यागेज क्लेमतिर हामी जाँदैछौँ ज्योति घिमिरे यहाँ चाहिँ त्यसपछि पूजा ज्योति दिपा असु अगाडि दौडिरहेकी छ ज्योति पनि के ज्योति ल ल ल हेर्दै ल ज्योति दौड गरेर चाहिँ के हो कसो कता हो के हो यो त ओ पुरै टनेल हिँड्नु पर्ने छ त रिक्स ल त्यही पनि हामी फर्स्ट छौँ एकदम यो चाहिँ पुरा कम्पिटिसन जस्तो भइरहेको छ दौड भइरहेको छ एकदम यो त रनिङ कम्पिटिसन जस्तो भयो ल माल्टामा हामी सबैलाई स्वागत छ गाइस सो द्याट नेपाली केटीहरू अघि फर्स्ट भइरहेको थियो अहिले चाहिँ 4th 5th 6th 7th भइरहेछन् होइन त्यो अगाडि 3जना केटी चाहिँ उछिनेर गइसकेका छन् हामीलाई भनेको त टन्नै नै उछिनिसकेका छन् आस्पी हेलो आस्पी ए टुप्पी आस्पी साउन्ड्स गुड ठिक छ ल अन्त एयरपोर्टको चाहिँ अलिअलि यसो रौनक नट सो ब्याड यतिको चलपल माल्दा आइसकेपछि त हुनु पऱ्यो नि त ल अब हामी फाइनली माल्टा भन्ने ठाउँमा हामीले ल्यान्ड गरेर बाहिर पनि निस्किसकेका छौँ अहिले रातको 8 बजिसकेको छ रातको 8:30 बजिसकेको हुनाले अब हामी चाँडै होटल पुग्नु पर्ने छ
भोक पनि लागिसकेको छ होइन। ज्योति यहाँ चाहिँ मेरो बुढीलाई अलिकति पेट दुखिरहेछ भन्ने कुरा गरिरहेको छ, त्यसैले गाडी मर्सिडिज बेन्जमा हामीलाई लिन आयो कि भनेर भन्थानेको हो कि जस्तो लागिरहेछ, तर होइन जस्तो लागेर चाहिँ भ्यान हो क्या, ठुलो माइक्रो भ्यान। मैले चाहिँ यो अगाडिको चाहिँ मर्सिडिज बेन्ज लिन आएको होला हामीलाई भन्ने सोच बनाइरहेको थिएँ क्या, लास्ट होइन रहेछ यो। दिस मर्सिडिज बेन्ज इज नट बिलोङ्स टु अस। माइक्रोसफ्टको चाहिँ अफिस यहाँ छ। अब लास्ट टाइममा त ट्याक्सी भनेको यस्तो खालको हुँदो रहेछ। यो वाला गाडी हाम्रो हो, अब यो कुन ब्रान्डको हो जेको सुकै भए पनि लेट इट बी। अब केटाकेटीहरू चाहिँ यहाँ प्याकिङ गरेर हाल्दैछन्, राख्दैछन्, गर्दैछन्। लेट्स गो अन। It was decapitated in the 1500s. So even the type of the building, the structure of the building there is totally different from the rest of the island. Maybe you can go for a day in Gozo. Gozo is the other island. You can cross with the ferry. There's the ferry from Bojikwa as well. It's every hour. Even to come back, it's every hour. हामी चाहिँ अब यहाँ आइसकेका छौँ। एकछिन दुःख नि पाइयो। अब यसको बारेमा अलिकति डिस्क्रिप्सन गर्छौँ। हामी भूत जस्तो भइसक्यौँ भनेर भन्दै थियो पूजाले उहाँ। अनि फर एभर एन्जल, फर एभर इनर्जेटिक गाइज कफर यस्तो छ। के भयो 1961 1961 त्यो भिडियो बनाउनु कारण के पनि हो हुँदैन। हाम्रो बिर्सिनु भन्नु प्र्याङ्क नगर तिमीहरू फेरि त्यो तिमीहरू केटाकेटी यिनीहरूलाई पहिले पासवर्ड थाहा थियो होइन। हामी आउनुभन्दा अगाडि यिनीहरूले पासवर्ड हानेर त्यो निकालेर चाबी निकालेर लक गरे होइन। यो ज्योतिको अनुहार हेरेर यो अर्को अनुहार हेरेर थाहा हुन्छ। त्यति गरेर रहन्छ भने म कान काटिदिन्छु। ल मैले हेरेँ यस्तो चुर जस्तो छन् यिनीहरू भन्ने कुरो थाहा लजिक क्या लजिक यिनीहरू यस्ता ज्योतिको अनुहारबाट थाहा हुन्छ नत्र त्यहाँ त्यो नखोल्दाखेरि ज्योति कस्तो हुन्थ्यो। अब कुद्ले हाल्ला नि। वाउ दिस इज आवर रुम। यो चाहिँ हाम्रो लिभिङ रुम एकदम दामी छ। यहाँनिर चाहिँ ट्याक्क हाम्रो किचन, फ्रिज एन्ड आई विल सो द हामी अब 6औँ फ्लोर 6औँ अपार्टमेन्टमा छौँ। एन्ड भोलि बिहानको नजारा यो ठाउँबाट कस्तो होला गाइज। वाउ जस्ट वाउ see the scene, okay? See the scene. This could be awesome.
हामी एकदम दुःख पायौँ, तर दुःख पाएर पनि एकदम हामी ठाउँमा गजब ठाउँमा भने जस्तो दामी ठाउँमा आइपुगेका छौँ है। र हामी एकदम खोज्दै खोज्दै अब नेपाली रेस्टुरेन्ट माल्टाको नेपाली रेस्टुरेन्टमा आइसकेका छौँ होइन। अब खुकुरम खाने के खाने, अब केटीहरूले मोमोसम्म बिरयानी सिरयानी चटपटे के खाने भनेछन्। मेरो देश मलाई लाग्छ प्यारो, मेरो देशको झन्डा देख्दाखेरि मलाई एकदम रमाइलो लागिरहेछ। नेपाली रेस्टुरेन्ट इन माल्टा है त, काठमाडौँ किसिना भनेको छ। धेरै सङ्घर्ष गरेँ, खोज्दै आयो यार। ल गाइस, अब ससेज पनि खानेकुरा भएछ। अब पूजा आएर पूजा ससेज अब सरी ज्योति, सरी दिपा, सरी असु, हामी अब यहाँ चाहिँ भोला लास्टै भयो। अनि लास्टै खानु मन लाग्यो, नहाल्नु भन्दै थियो, मैले सकिनँ, हाल्न परिहाल्यो। Most important, I am with my Aspi and Aspi-लाई पनि एकदम तनाव भइसकेको छ। Aspi-लाई भोक पनि लागिसकेको छ। केटीहरू पुरै चाहिँ उहाँ के अरे मेकअप गरिरहेको छन्। सबैजना कसरी राम्रो देखिने, कसरी राम्रो हुने भनेर चाहिँ एकदम चाहिँ बसिरहेछन्। म चाहिँ मेरो आस्पीसँग यहाँ एकदम इन्जोय गरिरहेको छु बाहिर बिचमा। घाम यस्तो पोल्ने सकी यो घामको विषयमा मैले भनेर भन्न सक्दिनँ। कस्तो घाम छ भन्दाखेरि यो साइडको बिल्डिङमा चाहिँ पुरै आगो लागेर चाहिँ त्यो आगोको राप चाहिँ यहाँनिर आइरहेछ जस्तो फिल भइरहेको क्या मलाई। त्यस्तो गर्मी छ ल। जर्मनीमा यस्तो गर्मी उस्तो गर्मी भनिराख्दाखेरिको अवस्थामा माल्टा कस्तो गर्मी रहेछ त। र गाइस, अब हामीले चाहिँ फाइनली हाम्रो दोस्त, अब चाहिँ मैले हिजो भिडियोमा भनेको एकदम स्पेसल मान्छे आइसक्नु भएको छ। एन्ड इज शैलेन्द्र सिंह ठकुरी होइन, मेरो दोस्त। हामी सँगै कलेज पढायो हो, ठिक छ। ऊ पोर्चुगलबाट आयो, हामी जर्मनीबाट माल्टा आएको छौँ। यस्तो गर्मी छ कि अब हामी चाहिँ अहिले चाहिँ विकली टिकट किन्न जाँदैछौँ है गाइस। त्यसपछि स्टे ट्युन। क्रिस्टल क्लियर। ल गाइस, अब चाहिँ हामी एकदम हाम्रो दोस्त अनुज किसी, मेरो पुरानो साथी, मेरो गाउँको साथीसँग अब भेट भइसकेको छ होइन। लु किन भाइ तिमी दौडौँला होइन। ल त्यसपछि अब ल दोस्त, ल तिमी पनि भ्लगमा एकदम कैद भइसकेका छौ। एन्ड वेलकम टु माई भ्लग फर द फर्स्ट टाइम इन माल्टा। अब तिमीलाई यसरी भेट्न पाइयो। ल अब हामी अगाडि बढौँ होइन, धेरै बोल्नै पर्दैन साथी। धन्यवाद साथीलाई, ल भाउजूलाई र अब साथीलाई चाहिँ एकदम धेरै धन्यवाद। प्लेनै उड्दो रहेछ। उड्यो होइन, उड्यो होला उड्यो अरे। ल दिपाले भने प्लेन उड्यो अरे। हजुर हामीले पोल्दै के भन्छ कसलाई पैसा चढेको भन्छ कि त्यो लाइन लाएर के हो चार्जर के मेरी पछाडिमा भयो भर्ती क्या।